हेलो साथीहरू नमस्कार। आज फेरि म यहाँहरूमाझ एउटा रेसिपी लिएर आइपुगेको छु। दाल वडाको रेसिपी। यो हाम्रो चाहिँ चपिङ खोर्सानी धनियाँ अनियन चपिङ छ। यसमा हामीले चाहिँ यो क्रस गरेको चाहिँ वडाको लागि बनाएको दाल हो, चनाको दाल हो। यो तपाईँले हेर्न सक्नुहुन्छ। यसलाई मिक्सीमा राम्रोसँग यसरी क्रस गरेर हालेर हामीले चाहिँ युज गरिन्छ। यो चनाको दाललाई थोरै पनि 1 घण्टा भिजाउनु पर्ने हुन्छ र यस्तो प्रकारको क्रस गरेर राख्न सक्नुहुन्छ। र हामी यसमा मिक्स गर्न गइरहेका छौँ नुनको साथमा हामीले युज गर्नेछौँ तपाईँको बेसारपछि कश्मिरी चिल्ली पाउडर अनिवार्य हुन्छ। त्यहाँबाट हिङ पाउडर राख्नेछौँ। यसमा हेर्न सक्नुहुन्छ। अब यसमा हामीले चाहिँ यो राखिसकेपछि थोरै मेथी पाउडर हल्का राख्न सक्नेछौँ। यसमा किन भन्दाखेरि मेथी बढी हाल्यो भने तितो हुन्छ, ठिक्क स्वाद फ्लेभरको लागि मात्रै युज गर्न सकिन्छ। र त्यस पछाडि हामीले यसलाई राम्रोसँग मिक्स गर्नेछौँ। अब यो हाम्रो चाहिँ मिक्सिङ प्रोसेसतिर लाग्दैछ। राम्रोसँग मिक्स गरेर तपाईले चाहिँ यसलाई आफ्नो घरमा टक्क बनाएर चियासित आफ्नो परिवारको साथमा एक बाइट मजाले मिठो तरिकाले खान सक्नुहुन्छ। यसो ट्राई गर्न सक्नुहुन्छ आफ्नो घरमा चियासित। यस्तो प्रकारको बल बनाएर हामीले यो सम्पूर्ण बल बनाएर राखिसकेपछि यसलाई गोलो आकारमा दुईटा हातले च्यापेर गोलो आकारमा बनाएर हामीले यसमा तेलमा फ्राई गर्नेछौँ। यो तपाईहरुलाई म देखाउन गइरहेको छु। यस्तो प्रकारको हुन्छ र चाहिँ हाम्रो यो जाँदैछ अब फ्रेस ओइलमा। यस्तो खालको गोलो तरिकाले फ्राई हुन्छ। यो फ्राई गर्दाखेरि तपाईले सोलो फायरमा बनाउनु पर्ने हुन्छ। धेरै हिट हुनु हुँदैन, डढिहाल्छ। र सानो फ्लेममा चाहिँ तपाईले पकाउनु होला। हल्का तातेपछि यो चाहिँ फ्राई गर्न सक्नुहुन्छ है। र यस्तै गरेर हामीले चाहिँ आफूलाई आवश्यकता अनुसार कति चाहिन्छ त्यो राख्दै फ्राई गर्दै गर्न सकिन्छ। धेरै राख्दाखेरि तपाईको चाहिँ फुट्न पनि सक्छ र भाँचिन पनि सक्छ। यस कुराको ख्याल गर्नु होला। सानो आगोमा मन्द आगोमा चाहिँ पकाएर स्लो फायरमा टक्क पकाएपछि हल्का रेड ब्राउन कलरमा भइसकेपछि हल्का क्रिस्पी हुनुपर्छ। यो स्लो फायरमा पकाएर निकाल्दाखेरि अनि त्यस पछाडि तपाईले टक्क चियासित यसको आनन्द लिन सक्नुहुन्छ। र म तपाईहरुलाई देखाइसकेको छु यस्तो कलरमा आउनुपर्ने हुन्छ। यो आफ्नो घरमा ट्राई गर्न नभुल्नुहोला। यसलाई चाहिँ दाल वडा भनिन्छ। चनाको दालको परिवार हो। तपाईले कोसिस गर्न नभुल्नुहोला है त। थ्याङ्क यू फर वाचिङ।